Good afternoon. आज चाहिँ साथी ऊ चाहिँ स्मृति अन्त ऊ चाहिँ रोशना अन्त अनि ऊ चाहिँ तपाईँहरू सधैँ देखिराख्नु भएको मेरो रिल्स बनाउने पार्टनर हो। अन्त तर आज ऊ चाहिँ क्यामेरामा फेस देखाउनु मानेको छैन। किन हो भनेर चाहिँ रिजन चाहिँ मलाई याद छ। त्यसको पछि लामो कहानी छ हो। म भन्नु पनि सक्थेँ कि तर म भन्दिनँ। अन्त हामी चारजना मिलेर चाहिँ आज हामी कौखोला जाँदैछौँ घुम्नुको लागि। साथीहरू चाहिँ ऊबाट खै के गरिरहेको छ, उभिरहेको सज्जाको छैन हो। म र रोशना चाहिँ यहाँ आइपुगिसक्यो। बल्ल बल्ल यिनीहरू दुईजना चाहिँ आइपुग्यो हो। अब हामी जाँदैछ। कति बेर पर्खायो मैले चाहिँ सामान किन्दाखेरि ढिलो भयो कि मैले 3टा रिल्स बनाइसकेँ हो। तर एउटा पनि राम्रो भएको छैन। उनीहरूलाई पर्खिने हुँदा चाहिँ 3टा रिल्स बनाइसकेँ तर राम्रो भएको छैन। तिमी कतिवटा बनाउँछ रिल्स भनेर? म एउटा बनाउँछु तर राम्रो बनाउँछु भनेको, तर मेरो अहिले पुरा राम्रै हुँदैन। मेरो फोन एकदम बिग्रिरहेछ। मेरो चाहिँ कहाँको राम्रो छ त है। अब धेरै पैसा कमाएर दामी किन्नु पर्यो। गाइजहरूले एकदम सपोर्ट गर्नुहोस् होइन। रोशना त खुसी हुन्छ कुद्दैछ अगाडि। पुरा खुसी, हमेसा खुसी हो कि, तर बेला बेला अलिक हिजो तपाईँको मलाई यिनीहरू दुईजनाले कति हेर्दै दुईजनाले अहिले त मै काम लाग्दैछ है गाइस। अहिले म जान्छु घर जाऊ न। तिम्रो फेरि के लान्छु म? के चाहिँ लान्छु? घरमा छैन। हाम्रो थाङ्ने गफहरू चाहिँ यस्तै हो। अहिले म पर तपाईँलाई पुल पुगिकन देखाउँछु। हामी चाहिँ यतानिर कौखोला यहाँ बिचमा आइपुगिसकेको छौँ हो। यो चाहिँ उता सिङताम जाने पुल हो। अन्त हामी चाहिँ अब यता जानुपर्छ। अगाडि पुग्यो उनीहरू चाहिँ मलाई छोडिरहेको छ अहिले यहाँ आएर चाहिँ। हो मलाई खिच्छ नि। उतासम्म चाहिँ म पर्खिरहेको थियो सबैजनालाई। अन्त अहिले चाहिँ यहाँनिर मैले छोडेर जाँदैछ हो। अन्त हामी चाहिँ यहाँको अगाडि यता यो बाइक जानुपर्छ। अन्त यहाँबाट जाँदाखेरि चाहिँ माथि एउटा फल्स भेट्छ। त्यो फल्सको नाम चाहिँ सप्तकन्या वाटरफल्स हो। अन्त तर अहिले मान्छेहरू नआएर यहाँ सफा गरेको छैन। यहाँनिर मैला छ हो। अघि त मलाई म चाहिँ सबैलाई पर्खिरहेको थिएँ कि अहिले चाहिँ सबैजना मलाई छोड्दै हिँड्दैछ। आइटीले अब त कुकुर आउँदैछ, मान्छे आउँदैछ होला हौ। मेरो साथी चाहिँ खर्च हँसाउनुमा चाहिँ उसलाई कमेडीमा लिकन जानु मन छ मलाई। अब चाहिँ म माथि खोला पुगेर देखाउँछु न तपाईँलाई। यहाँ सुन्नु न, केटीहरू मात्रै भाग्छ कि मान्छे देखेर। उयो त 3जना त उतै भाग्दै रहेछ कि। केटीहरू रहेछ नि त। केटा त्यस्तो देख्यो त। केटीहरू रहेछ। बिचरा नहेरौँ है, सरम लाग्छ र। अब हामी पर पुगेर भेट्नेछौँ। बाई बाई। अझै हामी चाहिँ निकै माथि आइपुगिसक्यौँ हो। अहिले चाहिँ अझै माथि जानुपर्नेछ। मलाई चाहिँ साह्रो परिसक्यो उकालो हिँड्नु। उसलाई चाहिँ साह्रो परेको छैन अरे जहिले आउँछ नि त ऊ चाहिँ। त्यही कारण ऊ चाहिँ केटाकेटी जस्तो खेल्दै हिँडिरहेको छ। त्यो हातमा एउटा बोकिरहेको छ उडाउने खालके। ऊ चाहिँ सिरियस भएर हिँडिरहेको छ। अबे अघि म बोक्छु नि भनेर उसले माग्दाखेरि चाहिँ कसमा आफै बोक्छु भनेर भन्यो नि त। जिन्दगीमा यस्तो कहिले बोकेको छुइनँ भन्दै थियो। त्यही कारण बोक्ने अरे। अब चाहिँ हामी माथि वाटरफल्स भएको जग्गामा पुग्न आँट्यौँ हो। वाटरफल्स चाहिँ छैन तर भत्केर सबै कस्तो भइरहेछ। पानी झर्ने चाहिँ छ, पानी चाहिँ कुद्दैछ। 3टा फल्स निस्किन्छ नि त्यहाँ। त्यो माथिको त पड्क्यो त। ए त्यो माथिको अबि जान्दिनँ म। ऊ चाहिँ पुरा हिँड्नु सक्छ नि त। अस्ति पनि भिडियोमा देखाएको थिएँ ऊ छिटो हिँड्नु सक्छ। दुईजना लुते छ, छिटो हिँड्छ। हामी दुईजना चाहिँ हिँड्नु सक्दैन। अब चाहिँ आइपुग्न चाहिँ यहाँनिर त नि पुरा बाटो बिग्रेर चाहिँ हिँड्नु नसक्ने भइरहेको रहेछ नि त। पहिला चाहिँ यहाँ रोडै थियो, कार्पेटिङ अलिअलि मात्रै रहेछ यहाँनिर। अहिले चाहिँ ऊ माथि पहिरो लडेछ। अहिले चाहिँ पुग्यो। अब हामी चाहिँ खासमा चाहिँ कस्तो दामी थियो यो पार्किङ एरिया थियो यहाँनिर। ऊ माथि चाहिँ वाटरफल्स थियो कि, तर त्यहाँनिर माथिको त्यो ढुङ्गा फुटेर चाहिँ झर्नु पानी पनि त्यो राम्रोसँग झर्नु छोड्यो नि त। अन्त त्यहाँदेखि चाहिँ खोला चाहिँ यहीँ छ। उताले चाहिँ पौडी खेल्नु मजा आउँछ। यो धुवामा चाहिँ यस्तै छ यहाँको नजारा। अब हामी चाहिँ यो उकालो जाँदैछ हो। अनि ऊ माथिमा त्यो फल्स झर्ने त्यहाँ ढुङ्गा देखाउँछ तर डल्लै फुटिरहेको छ। हामी चाहिँ हाम्रो उकालो जाँदैछ।
अब चाहिँ वाटरफल्स भएको ढुङ्गा आयो कि तर पानी सानो छ पुरा बिग्रेछ नि तर यहाँनिर सबै थोक म कति बात मार्छु नि त गाइस यस्तो भएछ यो ढुङ्गा चाहिँ त्यहाँ माथिबाट चाहिँ पानी झर्थ्यो कि तर अहिले चाहिँ त्यो साइड उल्लोपट्टिको चाहिँ माथि ढुङ्गालाई अड्केर चाहिँ पानी आउँदैन माथिबाट अर्को साइडबाट पानी झर्छ त्यो साइडबाट यति बेसी गर्मी भइसक्यो मलाई चाहिँ हामीले चाहिँ यति बेसी खानेकुरा ल्याइरहेको छ उहाँ माथि टेरेसमा गएर खाऊँ भनेर सोचिरहेको थियौँ तर जाने बाटो चाहिँ देखिनँ मैले हो अब कहाँ बसेर खानुपर्ने हो पुरा बिगारेछ यहाँनिर चाहिँ यहाँनिर आइपुग्यो अन्त पहिला चाहिँ तल पनि बसेर खाने जग्गा मजाको थियो हो त्यहाँनिर अहिले त झोडी भइरहेको छ पुरा यस्तो झोडी नत्र चाहिँ त्यहाँ तल पुगेर चाहिँ यो यहाँनिर पुगेर चाहिँ ओह्रालो जाने थियो सिधा हामी तल निस्किन्थ्यो नि त पार्किङ एरिया अहिले चाहिँ त्यस्तो रहेन रहेछ अन्त यो ढुङ्गा देख्दा चाहिँ मलाई पुरानो घटनाको याद आयो जुन चाहिँ लकडाउनको टाइममा स्विमिङ गर्न आएको थियौँ घरबाट चाहिँ पनि भागेर म मेरो साथीको दिदी अर्को एकजना साथी लिएर रम्फूको त्यहाँ तल चाहिँ हामी स्विमिङ गर्दै थियौँ नि त त्यहाँदेखि चाहिँ पुलिसले हामीलाई बोलायो नमाजबाट हामी चाहिँ आउनु मानेको थिएन त्यतिखेर यहाँ ल्याएर बोलाएर चाहिँ यहाँ ल्याएर उद्वास गराएको छ नि मलाई त्यो अझै दिनहरूमा सोचेर रिस उठ्छ मार्क्स पनि खोली उद्वास गर्नु भएको थिएँ ड्राई पिकनिक गर्ने भनेर के खानेकुरा पनि बनाएको थियो के भन्दाखेरि पनि यहाँनिर निकाल्दैछ कोकोला स्प्राइट अन्त यहाँ अरू के खानेकुरा छ हो यहाँनिर हामी बसिरहेको छौँ गोलो भएर टुक्क बसिरहेको छ मोजा मैला हुन्छ भनेर हो मोजा मैला हुन्छ भनेर उसले त्यसरी हामीले चाहिँ खाइ पनि सक्यो उसले चाहिँ एन्डिङ गर्दैछ ऊ चाहिँ खाइसकेर उठी पनि सक्यो हो उसलाई पुरा घट्टा नहत्तर भयो अरे चाहिँ हामी सबै थोक खाइसकेर पनि अहिले हामी फर्केको हो यहाँ चाहिँ फोटो सेसन चल्दैछ उनीहरू फोटो खिच्दैछ पहिला आइराखेको कतिकै भइरहेको कति फोटो खिच्नु है यहाँनिर त्यही कारण मैले फोटो खिचिनँ भिडियो मात्रै बनाएको चाहिँ हामी टाढेको भिडियो चाहिँ यति नै हो पानी पनि पर्यो हामी फर्किने टाइममा चाहिँ अब हामी गएको अब चाहिँ बाटो फेरि छिटो जान्छ पानी पर्यो अब बाई भन्छ सबैजना बाई 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 अरू के भनिदेऊ हामीलाई एकदम धेरै धेरै माया गरिदिनुहोस् होला होइन हामीलाई भन्दा पनि उसलाई होइन किप सपोर्टिङ गाइस बाई बाई सी यू नेक्स्ट टाइम होप यू इन्जोय द भिडियो